गुड मर्निङ फ्रम सिक्किम। अनि अहिले बिहानी भइसकेको छ। सो मर्निङ भइसकेको छ। हिजो लेट नाइट सुतेको भएर होला अलिकति निन्द्रा अलिक ढिलो खुल्यो। सो मम्मी रेडी भइसक्नु भयो अनि मम्मीलाई चाहिँ मलाई उठाउनु भएको है, अलिक ढिलो सुतेको थियो राति। सो गुड मर्निङ फ्रम सिक्किम। अनि आजको भ्लग, आजको बिहानीको सुरुवात यसरी नै भएको छ एट द सिक्किम। सो आई विल अपडेट यु गाइज सिक्किममा के कस्तो हुनेवाला छ। अनि या हाम्रो सिक्किम, ग्रिन सिक्किम, ब्युटिफुल सिक्किम अनि अगाडिको नजाराहरू सबै म तपाईँलाई देखाउँछु अनि अपडेट गर्नेछु। सो स्टे ट्युन फर द डे भ्लग अफ माइन एट सिक्किम। स्टे ट्युन टिल देन, बाई बाई। सो म उठिसकेको छु अनि आजको भ्लग सुरुवात भइसकेको छ है त। अनि अब म बेग पट्याएर टक्क रेडी हुन्छु अनि अगाडिको अपडेट्सहरू तपाईँले गर्दै गर्नेछु। सो म अब रुमबाट निस्किसकेको छु, बेडहरू पनि रेडी भइसक्यो मेरो। सो अब अगाडिको भ्लग आँगनको देखाउनु गइरहेको छु अनि यहाँ यस्तै छ। अनि यहाँ चाहिँ बुले टर्कीहरू पाल्नु भएको छ, देख्न सक्नुहुन्छ। टर्की, घाँस अनि कुखुराहरू। बस्तीको लाइफ यस्तै छ है, रमाइलो। खेती किसान गरो होइन, अनि ब्लगिङमा यस्तै त हो। सो पहाड, पहिरो, देश यस्तै त छ। सो पर चाहिँ गोरु, आई थिङ्क अहिले मकै लाउने सिजन भएको हुनाले गर्दाखेरि चाहिँ सबै गोडमेल गर्ने हलो जोत्ने कार्यक्रम सबै सकिसक्नु भएको होला। अनि यस्तै छ माथि। अनि यहाँ चाहिँ सायद बाख्राको पालन पनि गर्नुभएको थियो होला मेरो विचारमा। बाख्राको त्यो कार्यक्रम गर्नुभएको छ। ओहो, बिहानीको हाँसो चाहिँ टर्कीको हाँसोबाट सुरुवात भयो है त। अनि बुको घरमा चाहिँ टर्कीहरू पाल्नुभएको रहेछ। अनि सो आजको बिहानी टर्की हेराइदेखि सुरुवात भइसकेको छ एट सिक्किम अन टोकल बर्मेक। सो अब हामी जानेछौँ हेर्नको लागि सुँगुरखोर। अनि त्यहाँदेखिबाट अरूहरू पनि म तपाईँलाई देखाउनेछु। यहाँ चाहिँ बाछा र बाछी गाईको अनि अम्लिसोको लागि हुँदो रहेछ। त्यही अब हामी चाहिँ सुँगुरखोरतिर अवलोकन गर्न आएका छौँ। यहाँ चाहिँ कुखुराको खोर बनाउनु भएको रहेछ बुले। सो मजाको रहेछ है सुँगुर पनि। एउटा दुईटा यो कालो बनाउँदैछ।
नामहरू पनि के हो त्यो सुँगुरको त थाहा भएन मलाई ए घुइटे घुइटे चारवटा चाहिँ माउ रहेछ अरू पर चाहिँ बुच्चाहरू होला सुँगुर पालन पनि गर्न सक्यो आइडिया भयो बुझ्यो भने चाहिँ राम्रो छ अब चाहिँ गर्न जानिँदैन आइडिया छैन बुझिदिएन भने त त्यस्तै हो सो यहाँको चाहिँ बच्चा गाईको यता चाहिँ माउ र अगाडि म देखाउँछु बुच्छाहरू कतिवटा रहेछ बुच्चा चाहिँ ओह बुच्चा चिन्यो चिन्यो मलाई चिन्यो भन्दैछ त मलाई चिन्यो भन्दैछ गर्दैछ त बच्चाहरू यता पनि अर्को माउ रहेछ यो यसकोमा सो यस्तै छ यता मुलाबारी डुकु यति कुखुराको भालेहरू चल्लाहरू उता छ यस्तै छ आय 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 सो बस्तीको लाइफ यस्तै छ रमाइलो रमझम यस्तै त हो माथिल्लो गाई कुखुरा पर सुँगुर कुकुर एउटा दुईटा गाईको खोर यस्तै छ So this is the turkey dance. So अहिले चाहिँ बुबा आउँदो हुनुहुन्छ अनि हामीलाई घर ल्याउनु गएको छ यस्तै छ यो ठ्याक्कै 3टा भाले चाहिँ हुनुपर्ने अनि त
सुरु गरिदिनु अर्को सो गाइज अहिले चाहिँ मम्मी र म तल जाँदैछु बारीको काङ्लातिर हलो जोतेको ठाउँतिर अनि सो बु चाहिँ तल हुनुहुन्छ सो हामी त्यहीँ जानेछौँ कि हामी त्यहीँ अवलोकन गर्नेछौँ मेरो हेयर स्टाइल चाहिँ यस्तै छ के गर्नु सो लेट्स गो यो चाहिँ बुले रायोको साग तोरीको साग अनि यहाँको बेना राख्नु भएको रहेछ चर्च लोकल भर्मिक नथिङ चर्च यस्तै त हो नि होइन बस्तीको लाइफ खेती किसान गरिराख्नु भएको छ अनि सबै अर्ग्यानिक तपाईँहरूले पाउन सक्नुहुन्छ अहिले चाहिँ बारीमा मलहरू हालेर रेडी गरिराख्नु भएको रहेछ हो यहाँ चाहिँ लसुन अनि रायोको सागहरू रोपिराख्नु भएको रहेछ बुले अनि अब यहाँदेखि अलि उँधो तलतिर जानेछौँ अनि यताको दृश्यहरू हामी हेर्नेछौँ अनि यस्तै छ सो यहाँदेखि उँधो चाहिँ म एक्लै जाँदैछु मम्मीको घुँडामा प्रब्लम भएको हुनाले गर्दाखेरि आउन सक्दिनँ भन्नुभयो मम्मी पर हुनुहुन्छ सो यहाँदेखि उँधो चाहिँ म पर जाँदैछु एक्लै सो यस्तै छ गाउँघरको बस्ती लाइफ रमाइलो यस्तै हो अब पल्लो गाउँ छरछिमेकी होइन डाँडाकाँडामा माथिल्लो तल त्यस्तै त हो अब यहाँदेखि तलतिर जाँदैछु पर चाहिँ ज्योति राख्नुभएको छ त्यही एकछिन रमाइलो हेर्नको लागि आएको त्यस्तै गर्नुभएको आँपको गुडको छारामा अनि पर बुहरू चाहिँ छारीमा बसिराख्नु भएको रहेछ अनि पर दाजुले चाहिँ दाले चाहिँ सानो पोखरीमा चाहिँ सानो माछाहरू यो बुस्ना माछा भर्खरको त बच्चा त रहेछ यही उनीहरूले बच्चा काटिसक्यो कि देख्न सक्नुहुन्छ सबैभन्दा ठुलो तेजिलो छ भने चाहिँ देख्नुहुन्छ है नत्र पछि देख्नको लागि मुस्किलै छ बुले गर्ने प्रत्येक कुराहरू चाहिँ एकदमै स्टेप वाइज होइन फर्मल स्टेप सोच्नुहुन्छ क्या लाइक दाना 4-5वटा डाँडा काटेर माथिबाट खोलाको पानीहरू यसरी ल्याउनुहुन्छ होइन अनि यो ट्याङ्कीमा जम्मा गर्नुहुन्छ ओभरफ्लो भएकोमा चाहिँ अब यत्तिकै पानी जमिराख्यो भने त अब किरा फट्याङ्ग्राहरू मच्छरको होइन तिनीहरू लाग्छ त्यसले गर्दा माछाहरू पनि राख्नुभएको होला सुरुवाती प्रोसेसमा माछा पालनको प्र्याक्टिस गर्नुभएको हुनसक्छ अनि यो माछा भयो भने त्यहाँको किराहरू फट्याङ्ग्राहरू मच्छरको अन्डाहरू पनि खाइदिन्छ अनि यसरी चाहिँ अब दुइटै वेमा राम्रो हुने भयो होइन सो यस्तै छ अनि यहाँ चाहिँ अब बुले बट्टे पालन पनि गर्नुभएको रहेछ देख्न सक्नुहुन्छ बट्टेको अन्डाहरू ह्यास्लिङ पनि गर्नुहुने रहेछ उहाँ आफैले अनि यो चाहिँ बट्टे चरा यसो हेर्दा त के जस्तो रहेछ भने अचम्म लाग्यो बट्टे माउहरू अन्डाहरू दिए बस्छ बट्टेको अन्डा चाहिँ साह्रै प्रोटिनको सोर्स अनि एनर्जीको लागि अनि दग्दीहरू भएको ठाउँहरूमा चाहिँ उहाँहरूले लाइक खायो भने चाहिँ राम्रो हुने रहेछ होइन अनि थरी प्रकारको बट्टा रहेछ सेतो कालो चाहिँ होइन जस छिर्के मिल्के सेतो अनि बट्टेलाई चाहिँ लाइटमा राख्नुपर्ने रहेछ
त्यसैले गर्दाखेरि नै होला। अबुई आम्मामा फर्स्ट टाइम हाँस पनि उडेको देख्यो है पालेको। टाढो त नजाँदो रहेछ, यसरी अलिकति नजिकमा। ओइ तेरो साथी त उड्यो त हाँस, त पनि उड, जा उड। यो पछाडि देख्दै गर्नुभएको सेतो चाहिँ टर्कीको पोथी, सेतो पोथी रहेछ। अनि यस्तै छ उहाँहरूले बुले पाल्नु भएको। यसको भिडियो चाहिँ गरौँ भनेको लुकिहाल्दो रहेछ आम्मामा। यस बस्तीमा यस्तै हो, कुखुरा पालन होइन, गाई बस्तु। यो टर्की चाहिँ खालि मान्छे देख्ने मात्रै डान्स गर्न आइहाल्दो रहेछ। यो चाहिँ खोले बनाउने ठाउँ, बुले बनाउनु भएको। पहिला किचनभित्र बनाउनु हुन्थ्यो भने अहिले चाहिँ बाहिर सिप किचन चाहिँ सार्नु भएको रहेछ। अनि म त्यस्तै 6 वर्ष अगाडि आएको थिएँ आफ्टर दुबईबाट चाहिँ छुट्टीमा चाहिँ म भ्याकेसनमा अहिले चाहिँ आइपुगेको हुँ। अनि बुको घरमा बस्दै अनि गर्दाखेरि आशिषमय महसुस हुन्छ। यो चाहिँ टर्कीको डान्स हामी हेर्नेछौँ है त, केही समय रमाइलो गरौँ, हेरौँ। यो टर्की चाहिँ मान्छेहरू नयाँ पाहुना अथवा कोही आएको देख्ने बित्तिकै आफ्नो प्रतिभा चाहिँ देखाइहाल्दो रहेछ। आफ्नो भित्र लुकेको हिडन ट्यालेन्ट हुन्छ नि, टर्की डान्स थक 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 थु गर्दै नाचिरहेको हुँदो रहेछ। रमाइलो, अब नयाँ अनुभव, नयाँ ठाउँमा हेर्न पाइयो, देख्न पाइयो। अरू सानो बच्चाहरू पनि रहेछ, 4वटा जति। सायद यिनीहरू भाले चाहिँ हुनसक्छ मेरो विचारमा, अब ठुलो भएपछि चाहिँ थाहा हुन्छ। ओके, अनि यो हेर्दा चाहिँ निकै घिनलाग्दो देखेको, तर खाना चाहिँ मिठो हुन्छ होला है। त्यो सानो किमा बनाएर के। ओके, यस्तै छ ल। हलो जोत्ने प्रोग्रामतिर पनि हामी आइसक्यौँ। अघिको क्लिप चाहिँ मैले त्यो देखाउन बिर्सेछु कि, अनि फेरि म फर्केर चाहिँ बारे जोत्दै गरेको हामी हेर्नको लागि आएको छौँ। अनि म पनि जोतेको छु। अनि यो चाहिँ मेरो क्लिप यस्तो थियो। बस्तीमा आएको बेलामा होइन, अनुभव गरिदिउँ न। हुन त मैले पहिला 6 वर्ष अगाडि बुसँग हुँदाखेरि यहीँ बस्तीमै कामहरू सिकेको थिएँ। हलो जोत्ने, आलु भित्ता होइन, रुख काट्ने, घाँस दाउरा सबै गरे हो। फेरि फर्केर आउँदाखेरि चाहिँ पुरानो यादहरू आउँदो रहेछ। सो यसरी नै फेरि पनि मैले जोत्ने काम गरेँ। धेरै पछि गरेको भएर होला, अलिकति कन्फिडेन्स चाहिँ थिएन, त्यही पनि मैले गरेँ। सो राइट न गोरु जोतिसकेको छौँ अनि गोरुलाई चाहिँ यसो घाँसपात दिन लागिरहेको छौँ। अर्को गोरु चाहिँ पर छ। सो त्यही छ, दिनभरि अब हलो जोत्यो। अब बिस्तारै अब अहिले यिनीहरूलाई साँझ पकाएको टाइममा चाहिँ घाँसहरू चढ्नको लागि होइन यसरी छोडिरहेको छौँ। अब मजाले दिनभरिको थकान पनि मेटिन्छ उनीहरूको, अनि घाँस पनि खान पायो होइन। यस्तै छ बस्तीमा चाहिँ। अब गोरु चाहिँ चाहिने नै रहेछ, साग सब्जी हरियो त्यो गरिबस्नुपर्ने हुनाले गर्दाखेरि चाहिँ होइन। सो फेरि पनि बुले पाल्नु भएको रहेछ, पहिला बिचमा एकचोटि हटाउनु भएको थियो, तर केही छैन, यस्तै छ। अब केही समय हामी गोरुलाई हामी यसरी चर्नको लागि छोड्नेछौँ। आफ्नो पेट पनि टन्नले भर्नेछ, दिनभरिको थकान पनि मेट्छ।
त्यसपछि हामी अघि बढ्नेछौँ है त लेट्स गो गाइस अगाडि बढ्नेछु सो अहिले चाहिँ भाउजूलाई लिन जाने टाइम भइसकेको छ स्कुल भाउजूको स्कुल पनि छुट्टी भइसक्यो अहिले 5 बज्यो स्कुल टाइम छुट्टी अनि माथितिर जाँदैछु भाउजूको स्कुलतिर युनिभर्सिटी साइड धेरै पछि घुमघाम पनि हुन्छ भनेर उसँग जाँदैछु भनिँदै थियो म आउँदाखेरि त कस्तो मजाको देखेँ यस्तै बिचको ग्लिम्सहरू चाहिँ मैले खिच्नको लागि बिर्सेको थियो अब हामी फर्किसकेको छौँ अब ब्याक टु हामी माथि रुमतिर जानेछौँ अनि फर्केर चाहिँ अनि आइसक्यो माथि बुको घरमा अनि अहिले चाहिँ म बस्दैछु गाई खोले काट्नको लागि अनि उहाँ मम्मी हुनुहुन्छ भाउजू हुनुहुन्छ भाउजूको दिदी अनि यस्तै छ बस्तीको लाइफ होइन केही न केही त गरी बसिरहेको हुन्छौँ बस्नु पनि पर्छ गाई बस्तुहरू हुन्छ अनि सो बस्तीमा यस्तै नै हो केही न केही गरी बसिरहेको हुन्छ बिजी यत्तिकै चाहिँ हुँदैन बिजी काहीँ न काहीँ हामी बिजी भइरहेको हुन्छौँ सो द्याट्स वाइ आई लभ बस्तीको लाइफ अब केही न केही यत्तिकै अब सर्ती त हामी त्यस्तो बिजी भइँदैन कि म आज भोलिको टाइममा मोबाइलहरू यत्तिकै बस्छु टाइप्सको हुन्छ नि त तर बस्तीमा चाहिँ अब केही अब यता न उता होइन काहीँ न काहीँ बिजी भइबस्छ अब गाई यस्तै छ है बस्तीको काम मम्मी सो नै मैले खोले काटी पनि सकेको छु अब अगाडिको दृश्यहरू अब म तपाईँलाई देखाउने नै छु अब अहिले चाहिँ हामी बस्तीको पाहुना पाल्नु खानको लागि गइरहेको छु आज स्पेसल लोकल कुकुरी कार्यक्रम सुरु भइसकेको छ खोइ खाँदा कोही चाहिँ छैन अनि उकालिसक्यो पोलेर मजाले चिट्ट लगाएर होइन खानेछु आज पनि लागेर नि कार्यक्रम सुरु भइसकेको छ आजको हाम्रो मेसमा सुरु भइसकेको छ अनि यस्तै छ अहिले चाहिँ हामी गइरहेको छौँ भित्रहरू अनि कार्यक्रम कटिङको प्रोग्राम पनि पुगिसक्यो कटिङ गर्नेछौँ अनि यस्तै मजाले रेडी गरेर हामी पनि गर्नेछौँ यस्तै छ बस्तीमा आउनुको फाइदा यो काट्नु पर्दैन है अङ्कल यो नाक चाहिँ त्यही बस्तीको सबै अर्ग्यानिक चिजहरू हुन्छ नि त अर्ग्यानिक सबै खानकिने अर्ग्यानिक सो त्यसैले बस्तीमा चाहिँ धेरै बलियो अनि त्यहाँबाट लामो आयु हुने गर्दछ अब सहरको खानकीमा के नै छ र अहिले त सबै बिसाउहरू मात्र देख्न सक्छौँ यो काट्नु पर्दैन त्यस्तै छ अनि बु चाहिँ आजको स्पेसल सेफ हुनुहुन्छ कटिङहरू गरेर रेडी पनि गरिसक्नुभयो र अब हामी कुकिङतिर गइरहेको छौँ अनि कुखुराको सुप बनाएर चाहिँ हामी खान्छौँ आलु अनि साग विथ लोकल अब अर्ग्यानिक सागहरू खान्छौँ आजको स्पेसल चाहिँ यही छ म चाहिँ तयारीको लागि सिलौटोमा पिस्नको लागि चाहिँ एकदमै मजा आउँछ मलाई
असल छ अब चाहिँ यस्तो लो मिडियम हिटमा चाहिँ छोप्यो रहेछ हामी केही समय रेडी हुन दिनेछौँ है त। ल मैले छोपेँ र अब सागहरू पनि रेडी गरेर गइरहेको छु। साग आलु अनि हाम्रो यतापट्टि चाहिँ सुप रेडी भइसकेको छ। सो अब केही हामी अब खानातर्फ जानेछौँ र पस्की पनि सकेको छु डल्ले अनि कुखुराको आजको स्पेसल होइन। अनि ल गाइस हामी खायौँ है अनि मम्मी अङ्कल अनि बुबु पनि खाइसक्नु भयो। र अब हामी परमेश्वर जुटाउनु भएको आशिषको भोजन हामीले लिइसकेको छौँ र अहिले हामी प्रार्थनाको समयमा छौँ अनि हामी प्रार्थना पनि गर्नेछौँ। ल आउनुहोस् हामी अघि वचनको भागतिर जानेछौँ है त गाइस। हे मेरो छोरो सुन, मेरो वचन हृदयमा राख र त दीर्घायु हुनेछस्। म तँलाई बुद्धिको बाटोमा डोर्याउनेछु र सोझो बाटोमा हिँडाउनेछु। त हिँड्दा चिप्लने छैनस् औ त दगुरिस भने पनि केही कुराले तँलाई लडाउने छैन। अर्थीलाई समाती राख र त्यसलाई कहिले नछोड। त्यसलाई राम्ररी पालन गर किनभने त्यो तेरो जीवन हो। दुष्टको चालमा नहिँड अथवा दुष्ट मानिसहरूको मार्गलाई नपछ्या। त्यसमा तेरो पाइलाले नटेक तर त्यसलाई छोडिदे। त्यसबाट तर्केर आफ्नै बाटो लाग किनभने दुष्टहरू खराब काम नगरुन्जेल सुत्नै सक्दैन। कसैको पतन नगरुन्जेल तिनीहरूलाई निन्द्रै लाग्दैन। दुष्टता तिनीहरूको भोजन औ उपद्र र अत्याचार तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल बिहानको उज्यालो जस्तै हो, त्यो मध्य दिन नहुन्जेल झन् चकिलो हुँदै जान्छ। तर दुष्टको चाल रातको अन्धकार जस्तै हो, आफ्नो पतन केमा हुँदैछ त्यो तिनीहरू जान्दैनन्। हे मेरो छोरो, मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप। ती मेरो मनबाट उम्केर ती तेरो मनबाट उम्केर जान नदे। ती तेरो हृदयमा लिइराख किनभने त्यसलाई पाउनेको निम्ति त्यो जीवन हो र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। कुनै मूल्यवान वस्तुलाई भन्दा पनि आफ्नो हृदयलाई सुरक्षा राख किनभने त्यो सारा जीवनको मूल हो। तेरो मुखबाट कुवाचा ननिकाल र तेरो ओठबाट छल कपटको कुरा ननिस्कोस्। तेरो आँखाले तेरो अघि सिधा हेरोस्, सामनेतिर के छ त्यो तेरो आँखाले एकटक लगाएर हेरोस्। तैँले हिँड्नु पर्ने बाटोको खोजी गर र तेरो मार्ग सुरक्षित रहनेछ। दाहिने देब्रेतिर नलाग र सबै खराब कुराबाट अलग बस। आमेन। प्रभुलाई महिमा भइकोस्। हुन्छ, हामी प्रार्थना गर्नेछौँ।
पखेट फैलाई रक्षा भइरहन् आमेन 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 जय मसीह। जय मसीह